हेलो साथीहरू नमस्ते है। यो चाहिँ मेरो न्यू भ्लग। म चाहिँ आज आफ्नो होस्टेलबाट हल्का 5 मिनट जति लाग्छ पोखरीमा आएको थिएँ। पहिला पनि आउँथेँ कहिलेकाहीँ, तर धेरै दिनपछि आइयो, 5-6 महिना भयो। आज भर्खर आएको छु। र यहाँ आइयो, हेरियो, पहिलाभन्दा धेरै फरक पाइयो। म तपाईँहरूलाई देखाउँछु है यहाँ के फरक पाइयो त। यहाँ पहिला पहिला बोट बिरुवा लगाएको थिएन है, कागतीहरू फुलहरू लगाएर पुरै फुलिसकेछन्। धेरै दिनपछि आइयो र राम्रो लाग्यो। पहिला यहाँ धेरै फोहोर हुन्थ्यो त, फोहोर त अहिले पनि छन्, तर पहिला झन् फोहोर हुन्थ्यो क्या। तर यहाँ बोट बिरुवा लगाएर हल्का सरसफाइ भयो है। यो लगेर बेच्छन्, त्यहाँबाट आम्दानी गर्छन् मान्छे। अब वास्ते यो जमिन वस्ती थियो, पहिला पहिला त यस्तो फोहोर थियो यहाँ, धेरै फोहोर। तर आजभोलि हल्का यो बोट बिरुवा लगाएर यहाँ सरसफाइ भएको छ, खुसी लाग्यो। अब यहाँबाट लगेर बेच्छन्, आम्दानी गर्छन्, खुसी लाग्यो। म पनि रुमतिर लाग्छु, गर्मी पनि गर्मी भइसकेछ। 9:15 भइसक्यो है। यस्तै हो यहाँको। हेर्न सक्नुहुन्छ परको होस्टेल छ, हाम्रो होस्टेल उता छ। 5 मिनट जति लाग्छ होस्टेल पुग्नलाई है। अब म लागेँ।